नमस्ते सबैजनामा। आजको यस भिडियो मार्फत गोलभेडाको चोरहाङ कसरी पत्ता लगाउने र कसरी कटिङ गर्ने भन्ने विषयमा भिडियो रहेको छ। भिडियोले अन्तिमसम्म हेर्नुहोला। र यसमा चाहिँ मैले तल मुनि पलाएको हाँगाहरू कटिङ गरिसकेको छु र यो के को आधारमा कटिङ गर्ने त भन्ने विषयमा चाहिँ मेन भिडियो रहेको छ। र यो गोलभेडाको चोरहाङ पत्ता लगाउने सबभन्दा सजिलो तरिका भनेको चाहिँ सुरुमा दाना लाग्नको लागि जुन फुल फुलिएको हुन्छ त्योभन्दा मुनिको हाँगा राख्ने, अरू बाँकी सबै हाँगाहरू कटिङ गर्ने। जुन मेन हाँगा र फुलफुलेको भन्दा मुनिको हाँगा, जसले हामी भी आकार भन्छौँ। हामीलाई चाहिने भनेको यो दुईटा हाँगा हो। र यसरी मेन हाँगा दुईटा हाँगा राखेर हामीले कटिङ गर्यो भने चाहिँ उत्पादन राम्रो हुन्छ र भित्र काम गर्नको लागि पनि धेरै राम्रो हुन्छ। धेरै झाँगिएर आउँदैन र अनावश्यक रूपमा मल पनि खाँदैन। र यसरी यो दुईटै हाँगा पनि पछि ग्रोथ हुँदै जाँदाखेरि यसरी हाँगाहरू पलाउँछ। यो पलाएको हाँगाहरू पनि हामीले कटिङ गर्दै लैजानुपर्छ। जति बढ्दै गयो, जति माथि बढ्दै गयो उति यो चोर हाँगाहरू चाहिँ आउने गर्छ। त्यसरी नै हामीले कटिङ गर्दै लग्यो भने चाहिँ धेरै राम्रो हुन्छ, उत्पादन राम्रो हुन्छ, उत्पादनमा वृद्धि हुन्छ।